बुद्धं शरणं गच्छामि, धर्म शरणं गच्छामि, सङ्घं शरणं गच्छामि। हेलो एभ्रिवान, नमस्ते। तपाईँहरू सबैजनालाई स्वागत छ मेरो सरिना ब्लग्स युट्युब च्यानलमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै मस्त छु। सो आज रहेको छ बुद्ध जयन्तीको दिन हाम्रो नेपालमा हैन। यसमा चाहिँ हाम्रो बौद्धमा चाहिँ क्या दामीसँग चाहिँ मनाइराख्नु भएको छ हाम्रो यहाँ नेपालमा बौद्धमा। म जान नपाए पनि मेरो भाइले चाहिँ भिडियो खिचेर चाहिँ पठाइदिएको छ, भ्लग बनाएर हाल्नु भनेर। सबैजनाले हेरेर साथ दिनु होला र हेरिसकेपछि शेयर गर्नु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला, लाइक कमेन्ट सब्स्क्राइब शेयर गर्न नबिर्सिनु होला। समय हेरेर साथ दिनु होला, इन्जोय गर्नु होला हैन। तपाईहरु जो जहाँ हुनुहुन्छ सबैजनाले चाहिँ त्यहाँ जान नपाए पनि हेरेर इन्जोय गर्नु होला हैन। हामी जान नपाए पनि भिडियो मार्फत नै हेर्न पाए पनि दामी हुन्छ। ल हेर्नुस् है। आज बुद्ध जयन्तीको अवसरमा हाम्रो केही शब्द राख्न चाहनुहुन्छ? आज खै अब यसो बिहानैदेखि आएको होइन, यसो कोरासोरा गरियो, यसो अब काम पनि चर्किन थाले, अब रुममा जाने टाइम पनि भयो। अब आज चाहिँ बुद्ध जयन्तीको सबैलाई शुभकामना भन्न चाहन्छु। धेरै धेरै भनौँ न, फलोस् फुलोस् सबैको होइन, अनि सधैँ राम्रो होस्, त्यही भन्छु। अब यो बौद्ध क्षेत्रमा मात्रै हो कि अन्य क्षेत्रमा पनि अब बुद्ध यसरी नै अब कोरा अनि ध्यान तपस्याको निम्ति बुद्ध जयन्तीको अवसरमा अन्य क्षेत्रमा पनि मान्छे हुन्छन्? होइन होइन, अन्य क्षेत्रमा अब भनौँ न यो स्वयम्भू भनौँ न सबै भनौँ न, यहाँ मात्र नभएर स्वयम्भू यहाँ सबै ठाउँमा भनौँ न आफ्नो तरिकाले मानिरहनु भएको छ। किनभने अब भनौँ न विदेशमा अब यहाँ नेपालमा मात्रै होइन, संसारभरि नै आज चाहिँ बुद्ध जयन्तीको दिनमा सबैले आफ्नो तरिकाले मनाइरहनु भएको छ भनौँ। खास बुद्ध जयन्ती मनाउने तरिकाहरू के हुन् र कसरी मनाउने बुद्ध जयन्ती होइन? अब बुद्ध प्रति आज बुद्धको खास विशेष दिन चाहिँ के हो? बुद्धले भन्नुभएको केही कुराहरू तपाईँलाई याद छ? बुद्धले भन्नुभएको केही ज्ञानका कुराहरू केही सुनाउन चाहनुहुन्छ? ज्ञानका कुरो त अब मलाई अलि राम्रोसँग भएन, अब जान्ने आग्रह मान्छेहरूलाई सोध्नु ठिक होला भन्ने भन्छु। म यदि भन्न चाहन्छु होइन, तपाईँ के अरे अब बुद्धले एउटा कुरो सत्यको बाटोमा हिँड्नु होइन, सत्यको बाटोमा हिँड्नु, माया करुणा भाव होइन, के भन्छ पञ्चशीलमा बाँधिनु होइन। पञ्चशीलमा बाँधिनु भन्छ, पञ्चशीलमा के पर्छ अरे? यस्तै अब झुट नबोल्नु, फटा नगर्नु, नचोर्नु होइन, त्यस्तै हो। त्यस्तै पञ्चशीलहरू बाँधिएका छन्। हामीले बुझेको चाहिँ त्यति हो होइन।